दोस्रो विश्वयुद्धमा चाहिँ उहाँ बाँचेर आउनुभएको, लडाइँमा बाँचेर आउनुभएको व्यक्ति हुनुहुन्थ्यो। अनि रिटायर भएर आएको केही साल पछाडि अनि मेरो बाबाको जीवनमा चाहिँ केही एउटा बिमार निस्क्यो। काम गर्दा गर्दै उहाँको हातहरू फिङ्गरहरू चाहिँ औँलाहरू चाहिँ सुन्निएर आयो, ठुल्ठुलो सुन्निएर आयो। अनि त्यो समय भनेको चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हुन्थ्यो भन्दा चाहिँ ओझा विजुअल, हामी विजुअललाई प्राथमिकता दिन्थ्यो। अनि रातभर ढोल ढ्याङ्ग्रो बजाएर 12 घन्टासम्म उनीहरूले चाहिँ त्यसरी चाहिँ ढोल ढ्याङ्ग्रो बजाएर चिन्ता बस्यो, तर पनि केही हुन सकेन। त्यस पछाडि त्यसरी यसरी कुखुराहरू, अन्डाहरू, विभिन्न कुराहरू त कति मन चाहे तर पनि राम्रो हुन सकेन। अन्तमा गएर फेरि पनि एउटा उहाँको हातहरू चाहिँ जुन चाहिँ फुल्लिएको थियो, सोइलिङ भएको थियो, त्यो चाहिँ कदापि पनि घट्न सकेन। र त्यसरी अर्कोचोटि फेरि उहाँले चाहिँ रातभर त्यो हातलाई चाहिँ हल्लाएर हिँड्नु पर्थ्यो, खाना खान सक्नुहुन्थेन, सुत्न सक्नुहुन्थेन, यस्तो खालको अवस्था थियो। त्यस पछाडि फेरि उहाँले चाहिँ अब आफ्नो आर्मी हस्पिटलतिर, ठुल्ठुलो हस्पिटलतिर उहाँ जानुभयो। इन्डियन आर्मीको हस्पिटल पनि, ब्रिटिस आर्मीको हस्पिटलतिर पनि जानुभयो, तर पनि त्यो राम्रो हुन सक्यो। अनि अन्तमा गएर उहाँको एउटा यो लामो औँला जुन चाहिँ यो चाहिँ अलिकति काटी पठाइदियो डक्टरले। त्यस पछाडि त्यो औँलाहरू चाहिँ कुहिन थाल्यो अनि गनाउन थाल्यो। अनि घरमा एकदमै गनाउने भइसकेको थियो। अनि उहाँ धेरै हिँडिरहनु पर्थ्यो, राति उठेर आफ्नो हातहरू हल्लाउँदै, अनि धेरै यसरी के भनौँ, अब खानु हुन्थेन, सुत्नु सक्थेन, यस्तो अवस्था थियो। अनि त्यो समय उहाँलाई डक्टरले धेरै दबाईहरू दिए, तर पनि जाती हुन सकेन। त्यस पछाडि कोही एकजना व्यक्ति हाम्रो गाउँ करफोक, मेरो बसो जन्मथलो करफोक इलाम हो र अहिले मेरो मिनिस्ट्रीमा चाहिँ सिलिगुडी इन्डियामा हो। र त्यहाँ एकजना पास्टर अशोक राई भन्ने पास्टर हुनुहुँदो रहेछ। उहाँ आएर चाहिँ प्रभुको वचनहरू सुनाउनु भयो। अनि उहाँ कन्टिन्यू 3 दिन धाएर चाहिँ उहाँले चाहिँ प्रभुको वचन सुनाउनु भयो। अनि उहाँले त्यस पछाडि हामी परिवारलाई, म त सानै थिएँ त्यति बेला, अनि हामी परिवारलाई चाहिँ उहाँले चाहिँ के गर्नुभयो भन्दाखेरि चाहिँ प्रभुको कतिवटा कुराहरू उहाँले बताउनु भयो। अन्धालाई देख्ने, लाटोलाई बोल्ने, बहिरालाई सुन्ने, लङ्गडो हिँड्ने, इभन मरेकालाई पनि उहाँले बिउताउन सक्नुहुने परमेश्वरले तपाईँको यो कुष्ठ रोगलाई निको पार्नुहुन्छ। आमेन। यस्तो भनेपछि मेरो बाबा अनि साथै मेरो 2 जना दिदी र मेरो दाजु अनि आमा त हुनुहुन्न पहिल्यैदेखि नै। अनि हामी सबैजना घुट्ना टेक्यौँ र प्रभु र मुक्तिदाता भनेर त्यस दिनदेखि हामीले विश्वास गर्छौँ। त्यो गनाउने घाउ अनि कुहिएको घाउ, अनि परमेश्वरले चाहिँ दिन प्रतिदिन त्यो घाउ चाहिँ निको हुँदै गयो। हालेलुया। अनि त्यो घाउ चाहिँ सुक्दै गयो। अनि परमेश्वरले चाहिँ शक्तिशाली रूपमा, चमत्कार रूपमा परमेश्वरले चाहिँ सङ्घाइ गर्नुभयो। त्यो गनाइरहेको घाउ पास्टरले जब प्रार्थना गर्नुभयो, त्यो घाउ चाहिँ अटोमेटिक गनाउन छोडेको थियो। हालेलुया। अनि हाम्रो परमेश्वर चाहिँ शक्तिशाली परमेश्वर हुनुहुन्छ। उहाँ चङ्गाइ गर्दा जेहोवा रफा। हालेलुया। अनि धेरै मेरो बाबाले धेरै पाठ पूजा गर्नुहुन्थ्यो, धेरै श्लोकहरू पढ्ने। उहाँ 5 वर्ष त उहाँले त सबै थोक गरिसक्नुहुन्थ्यो। हाम्रो घरभित्रै मन्दिर थियो, घर बाहिर पनि सानो मन्दिर थियो, यसरी पाठ पूजा गर्नुहुन्थ्यो। तर सत्य परमेश्वर त्यहाँ रहेन रहेछ। अनि सत्यको परमेश्वरले चाहिँ त्यो बन्धनबाट छुटकारा गर्नुभयो र चङ्गाइ र स्वास्थ्य दिनुभयो। 95 वर्षको उमेरसम्म मेरो बाबा प्रभुमा रहनुभयो। आज चाहिँ उहाँ स्वर्गमा हुनुहुन्छ। 2017 मा परमेश्वरले उठाउनु भयो। मलाई विश्वास छ म एक दिन निश्चय भेट हुनेछु। मेरो दाजु सेवकाईमा हुनुहुन्छ, म सेवकाईमा छु। मेरो दाजुको चर्चमा गएर मेरो बाबाले आराधना गर्नुभएको छ। मेरो हाम्रो सिलिगुडीमा आएर प्रभुको मण्डली, आशिष मण्डलीमा आएर उहाँले आराधना गर्नुभएको छ। उहाँ जीवित हुँदै हामी दाजुभाइले गरेको सेवकाई उहाँले देख्नुभएको छ। त्यो चाहिँ मेरो लागि ठुलो गर्वको कुरा। उहाँ चाहिँ कराएर प्रार्थना कहिले गर्नुहुन्थेन। उहाँ चाहिँ चुपचाप भएर आफ्नो छोराहरूले गरेको मिनिस्ट्री, हरेक व्यक्तिहरूको लागि चाहिँ उहाँले चाहिँ यति साह्रो प्रार्थना गर्नुहुन्छ। अनि उहाँले धेरै समय
मण्डलीमा सहायता गर्नुभयो, ट्रेजररको कामहरू गर्नुभयो, पास्टरको दाहिने हातबाट उहाँले सेवकाई गर्नुभयो, सहयोग पुर्याउनुभयो। अनि आज मेरो लाइफ टेस्टमनी चाहिँ यो हो। र हाम्रो जब बिहान दिनभरि हामी स्कुल जान्थ्यौँ, स्कुलबाट आएपछि काम हुन्थ्यो, काम सकेपछि हामी परिवार बसेर गफगाफ हुन्थ्यो, बातचित हुन्थ्यो। अब हाम्रो बिचमा, हाम्रो परिवारमा परमेश्वरले यस्तो ठुलो काम गर्नुभयो, अब कसले परमेश्वरको काम गर्ने? अनि त्यति बेला चाहिँ मैले चाहिँ अन्धाधुन्दा उठाएँ कि साँच्चै उठाएँ, म गर्छु भनेर उठाएँ। त्यो त सत्य कुरो रहेछ। मैले प्रभुमै भएर हात उठाएको रहेछ। अनि त्यस पछाडि म काठमाडौँ आएर चाहिँ पहिलादेखि एउटा रहर थियो मेरो, के थियो भन्दाखेरि चाहिँ गलैँचा बुन्ने। के भएको ठुलो काम होला भने त गलैँचा बुन्ने त ठुलो रहर, तर त्यो कुरा मेरो जीवनमा पुरा भयो। अनि म चाहिँ काठमाडौँ चाहिँ कसरी आएँ भन्दाखेरि चाहिँ यहाँ कोटेश्वरमा जुन चाहिँ गेसवानी चर्च थियो, अनि त्यहाँ चाहिँ धेरै वर्ष अगाडि म एउटा सेमिनारमा आएको थिएँ। मलाई त्यो बाटोहरू थाहा थियो, तर पनि म कसरी हो थाहा छैन। त्यो दिन म काठमाडौँ घरदेखि भागेर आएको, गेसवानी चर्चमा चाहिँ बाइबल स्कुल हुँदो रहेछ, त्यहाँ पस्छु। त्यहाँ पुगेपछि हाम्रो गुरुबा अनि हाम्रो पास्टर टेकदाल गुरुबा दुईजना चाहिँ मलाई केर्नु समत के किन भागेर आयो, के गरेर आयो, किन हो, उहाँले मलाई आछु पार। अनि अन्तमा उहाँले मलाई एउटा अप्सन दिनुभयो, यदि तपाईँ ट्रेनिङ गर्न चाहनुहुन्छ भने यहाँ एउटा जग्गा छ भने। हिजो मात्र एकजना भाग्यो र त्यो सिट छ, यदि तपाईँ गर्न चाहनुहुन्छ भने उहाँले भाग्यो। ठिक, तर एउटा तपाईँहरूले कुरा गर्नु, तपाईँले ल्याउनुपर्छ, पास्टरको सिफारिस ल्याउनुपर्छ। अनि त्यहाँबाट फेरि म त फेरि इलाम फर्केँ। त्यति बेला पास्टरले, बिचरा पास्टर, त्यो समयको पास्टरको त्यस्तै अवस्था थियो, उहाँले सानो कागजमा एउटा सिफारिस लेखिदिनु भयो। तुरुन्त फेरि म काठमाडौँ फर्केँ। अनि बाइबल स्कुलमा म जोइन भएँ। अनि भोलिपल्ट एउटा टिचर आउनुभयो, 66 पुस्तकको नाम भन भनेको। कहिले 66 पुस्तकको नाम बताएको छैन, कहिले बाइबल त खोलिएको छ कहिले, तर त्यस्तो थाहा थियो। त्यो रातभर एउटा पेपरमा लेखेर चाहिँ टोइलेट जाँदा पनि, बस्दा पनि, कहाँ हुँदा पनि मैले त्यो रटेको। एकजना हाम्रो खोइ केगन बहिनी होला, उहाँले भन्नु यो त भन्नुपर्छ, न तपाईँलाई राख्दैन मेरो लागि त चुनौती भयो। त्यहाँबाट रातभर मैले रटेको गरेँ। अनि त्यो जुन 66 पुस्तकको नाम चाहिँ मैले कन्ठस्थ गरेँ एक रात। टिचरले भन्नुभयो, ल हिजो मात्रै आउनुभएको स्टुडेन्टले 66 पुस्तकको नाम भन्नु। अनि मेरो लागि एउटा चुनौती थियो, तर मैले रातभर रटेको कारण पटट भनिदिएँ, बस म त्यो बाइबल स्कुलमा जोइन हुन पाएँ। आमेन। अनि हाम्रो पास्टर गुरु आमा हामीहरू अनि हाम्रो गुरुबाले हामीलाई विभिन्न ठाउँ सेमिनारतिर हामीलाई लानुहुन्थ्यो, हामी वर्सिप गर्थ्यौँ, शक्तिशाली हुन्थ्यो। यो काठमाडौँमा धेरै जग्गा हल्लाएको थियो त। हामी 27 वर्ष अगाडि हामीले धेरै सेमिनारतिर हामीले वर्सिप गरेको, स्किटहरू, ड्रामाहरू, हामीले विभिन्न कुराहरू गरेका थियौँ। अनि एउटा थोरै स्टुडेन्ट थियौँ, तर हाम्रो मन मिल्थ्यो। आमेन, हालेलुया। प्रभुले महान काम गर्नुभयो त्यस समय, र त्यो दिनदेखि म सेवकाईमा आजसम्म लागि परिरहेको छु। हालेलुया। आदिवासीहरूको बिचमा है, नेपालीहरूको बिचमा, विभिन्न ठाउँ हाम्रो अरू ट्राइबहरूको बिचमा पनि, अरू भाषामा पनि सेवका हामी गर्छौँ। र परमेश्वरले आज हाम्रो गुरुबाहरूले हामीलाई जुन प्रकारको मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो शिक्षामा, अनि त्यो कुरोहरू लिएर हामीले अगाडि बढिरहेको छौँ। हालेलुया। अनि म धेरैचोटि हिलिङको प्रार्थनाहरू पनि गर्छु। धेरै सन्तान नभएका मानिसहरूले पनि आज सन्तान पाएका छन्। धेरै व्यक्तिहरू छुटकारा, मोबाइलबाट पनि म प्रार्थना गर्छु। कति जग्गाबाट त मलाई नचिनेको नम्बरहरू आउँछ, अनि प्रार्थना गर्दै गर्दै उनीहरू डेलिभरेन्स हुन्छ, छुटकाराहरू हुन्छ। अनि कति व्यक्तिहरू त आज मोबाइलबाट नचिनिकन मैले प्रार्थना गर्दाखेरि परमेश्वरले जुन रेभेलेसन दिनुभयो, प्रकाश दिनुभयो, त्यो बताउँदै गर्दाखेरि 2 महिनाभित्र उनीहरूको गर्भमा बच्चाहरू आएको छ। आज मेरो मोबाइलमा कतिवटा फोटो पनि छ है। परमेश्वरले यस्तो चमत्कारको कामहरू गर्नुभएको छ। प्रभुलाई विशेष धन्यवाद। यो सबै चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टलाई नै श्रेय पुगेको र दोस्रो चाहिँ हाम्रो गुरुबा।
हालेलुया हालेलुया। आजभन्दा 27 वर्ष अगाडि यो गेत्सेमनी चर्चमा चाहिँ मैले एउटा कुरा सिक्थेँ। त्यो के हो? तपाईँको छेउको साथीलाई भन्नुहोस् येशूको मिठो बास्ना छ भन्नुहोस्। त्यो भन्न लाउनुहुन्थ्यो हाम्रो गुरुबाहरूले हामीलाई। अनि हामी चाहिँ छेउछेउमा बसेको व्यक्तिहरूलाई चाहिँ हामी त्यो भन्थ्यौँ। र आजभोलि चाहिँ तमन्नाको बास्नाहरू आउँछ है। आजभोलि चाहिँ पहिला चाहिँ के अरे पहिला चाहिँ परमेश्वरले चाहिँ इजरायलीहरूलाई मन नखाउनु भयो, तर आज चाहिँ शैतानले तमन्ना खुवाएर केही छ है। त्यो कारण हामी येशूको बास्ना हाम्रो जीवनमा हुनुपर्छ। हालेलुया हालेलुया। भन्दै आजको वचनको टपिकमा म जान चाहन्छु। अनि वचनको टपिक यस प्रकारको छ, एक इसाई कसरी प्रभावशाली हुन्छ त? एक इसाई चाहिँ आज कसरी प्रभावशाली हुन्छ भन्दै गर्दा 6वटा पोइन्ट्सहरूलाई म तपाईँको अगाडि चाहिँ बोल्न चाहन्छु। हालेलुया। सुन्नु भएको क्या? हालेलुया। अनि आज तपाईँ म चाहिँ कसरी प्रभावशाली हुन्छौँ त? अब तपाईँको छेउको साथीले यसो धाप मारेर भन्नुहोस्, तपाईँ र म आज किन प्रभावशाली हुन नसकेको? आज तपाईँ किन प्रभावशाली हुन सकेको? आमेन आमेन। परमेश्वरले हामीलाई जुन प्रकारले चुन्नु भएको छ, उहाँले आमाको गर्भदेखि हामीलाई चुन्नु भएको छ र आज परमेश्वरको महिमा गर्नको लागि हामीलाई उहाँले निर्माण गर्नुभएको छ र प्रभुको महिमा होस्। र विशेष गरी यहाँ आजको वचनको टपिक छ, एक इसाई कसरी प्रभावशाली हुन सक्छ त? है, एक इसाईले चाहिँ आज कसरी प्रभावशाली जीवन जिउन सक्दछ? एक इसाईको जीवन चाहिँ आज कसरी प्रभावशाली शक्तिशाली जीवन हुन सक्दछ त? आज तपाईँहरू मैले यो कुरालाई यसो निहाल्दै गर्दाखेरि कतै हामीमा कमी कमजोरहरू त छ कि छैन है? कतै हामी कुनै कुराहरूमा त अल्झिरहेका छौँ कि है? आज तपाईँ र मैले जाँच गर्नुपर्ने कुराहरू छ। अनि त्यो कुराहरू चाहिँ हामी चाहिँ किन आज प्रभावशाली हुन सक्छौँ तर किन सकेका छैनौँ भन्दै गर्दाखेरि चाहिँ 6वटा पोइन्ट्सहरूलाई म तपाईँको अगाडि राख्न चाहन्छु। र त्यो चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ पुरानो कुरा तपाईँ र मबाट बितेर जानुपर्छ। एक नम्बर 1 पुरानो कुराहरू चाहिँ अर्थात् स्वभावहरू चाहिँ हाम्रो जीवनबाट निस्केको हुनुपर्छ, अनि मात्रै हामी चाहिँ प्रभावशाली हुन सक्छौँ। हालेलुया हालेलुया। जब दोस्रो कोरिन्थी 5:17 भन्दछ, यसरी कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ, पुराना कुरा बितिसके हेर ती नयाँ भएका छन्। हालेलुया। यसरी कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ, पुराना कुरा बितिसके हेर ती नयाँ भएका छन्। यदि ख्रीष्टमा रहने व्यक्तिहरू जो व्यक्ति छ उसमा चाहिँ नयाँ कुरा हुँदछ। हालेलुया। ख्रीष्टमा भएका व्यक्तिहरू, ख्रीष्टमा उनीहरूको जीवन चाहिँ एउटा नयाँ कुरा हुँदछ। बिलाप 3:23 भन्दछ, प्रभुको कृपाले चाहिँ हरेक बिहानी नयाँ कुरा लिएर आउँदछ। आमेन। जो पनि प्रभु येशू ख्रीष्टमा हुँदछ उसको जीवनमा चाहिँ नयाँ कुरा हुँदछ। हालेलुया 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 आमेन। जो चाहिँ ख्रीष्टमा छ त्यो व्यक्तिको जीवनमा चाहिँ नयाँ कुरा हुँदछ। अब एउटा अनौठो कुरालाई हामी हेरौँ। धेरै वर्ष अगाडि म एउटा किराय घरमा भाडा घरमा बसेको थिएँ। त्यहाँनिर चाहिँ एउटा झुसुल किरा आएर चाहिँ काठमा चाहिँ बस्यो। अनि त्यसलाई अब मैले छुन सकिनँ, त्यसलाई मैले हटाउन सकिनँ। अनि त्यसलाई मैले प्रत्येक दिन सेवा सङ्गतिबाट आउँदै गर्दाखेरि चाहिँ त्यसलाई मैले हेर्थेँ। तर 1 महिना पछाडि त्यो झुसुले किरा 1 महिना या 2 महिना पछाडि चाहिँ त्यो झुसुले किरा चाहिँ त्यो चाहिँ सडिँदै गयो। अनि यसो मैले केही घोचाले चाहिँ यसो घोचेको छ, त्यहाँबाट त सुन्दर पुतलीहरू पनि निस्क्यो है। अनि त्यहाँ एउटा झुसुले किराको जीवन चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ चिल्ने। अनि चिल्ने त्यो झुसुलेलाई चाहिँ कसैले छुन पनि मान्दैन, किनभने त्यो जब छुन्छ त्यो हात चाहिँ पुरा चिलाउन थाल्दछ। अनि झुसुल किराको जिन्दगी चाहिँ आज त्यस्तो हुँदछ। अनि तर त्यो जब त्यो सडिन्छ नि त्यहाँबाट चाहिँ एउटा सुन्दर पुतलीहरू चाहिँ निर्माण हुँदछ। अनि त्यो घोचे जब त्यहाँबाट पुतलीहरू पनि उडेर गयो।
अनि हाम्रो जीवन सेम त्यस्तै यदि ख्रिस्टमा चाहिँ हामी छौँ भने चाहिँ हाम्रो जीवनबाट चाहिँ पुराना स्वभाव र आचरणहरू चाहिँ टोटली मरेको हुनुपर्छ। हालेलुया। अब अर्को एउटा जुन चाहिँ जीवत छ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ साँप। त्यसले चाहिँ काँचुली फिर्छ तर डस नछोड्दैन है। त्यसले काँचुली फिर्छ, पुरा सालमा एकचोटि त्यसले चमडा फेर्छ, आफ्नो छालालाई फेर्छ, नयाँ छाला निर्माण गर्छ, सुरुवात हुन्छ उसको जीवनमा, तर पनि उसले कहिले पनि डस्न चाहिँ छोड्दैन। धेरैचोटि हामी येशू ख्रिस्टलाई विश्वास गरेर पनि हाम्रो जीवन चाहिँ आज त्यस्तै खालको स्वभावहरू छ भने हामी कहिले पनि प्रभावशाली हुन सक्दैन। प्रभावशाली हुनको लागि हामी चाहिँ ख्रिस्टमा हुनुपर्छ। ख्रिस्टमा भएका व्यक्तिको जीवनमा नयाँ कुरा हुँदछ, खोज्ने थाल्ने कुरा हुँदैन, नयाँ कुरा हुँदछ, नयाँ कुरा हुँदछ। अनि ख्रिस्टमा हुनु तपाईँ र म जरुरी छ आज। हालेलुया, हालेलुया। यो कुरा चाहिँ आज पावलले दोस्रो कोरिन्थीका मण्डलीहरूलाई भनिरहेको कुराहरू हामी पाउँदछौँ। ख्रिस्टमा हुन एकदमै जरुरी छ। ख्रिस्टमा नभएका व्यक्तिहरूको जीवन चाहिँ प्रभावशाली हुँदैन। अनि हामी प्रभावशाली जीवन जिउनु हो भने चाहिँ हामीमा चाहिँ पुरानो स्वभाव र आचरणहरू पुरै नै मरेको हुनुपर्छ। अब एउटा गाछलाई, एउटा ट्रीलाई, एउटा रुखलाई हेरौँ, जब यिनीहरूको एउटा समय आउँछ सबै पातहरू झरेर रुखहरू हेर्नुपर्छ सुक्यो कि क्या हो जस्तो लाग्छ, तर केही दिन पछाडि त्यहाँबाट नयाँ पाउलाहरू सुरु हुँदछ। हालेलुया। हाम्रो जीवन पनि त्यस्तै हो। जब हामी चाहिँ ख्रिस्टमा चाहिँ हाम्रो पुरानो स्वभावहरू चाहिँ टोटली निस्केर जान्छ, मरेर जान्छ, त्यहाँबाट मात्रै हाम्रो जीवनमा चाहिँ नयाँ कुराहरू प्रकट हुन्छ। हालेलुया। अनि प्रभावशाली जीवन चाहिँ त्यस पछाडि तपाईँ र मेरो जीवनमा चाहिँ निर्माण हुँदछ। हालेलुया। दोस्रो चाहिँ के हो भन्दाखेरि चाहिँ मनको आत्मामा नयाँ हुनुपर्छ, भित्र हृदय। अनि बाइबलमा यसरी लेखेको छ, वर्तमान भनेको छ अहिलेको समयमा यति बेला चाहिँ तपाईँ र म चाहिँ मनको आत्मामा चाहिँ नयाँ भएर जिउनु पर्दछ। जब एफएसी 4:23 पदमा तपाईँ र मैले यो कुरालाई पाउँछु कि हामी चाहिँ जबसम्म भित्र मनको आत्मामा चाहिँ नयाँ हुँदैनौँ तबसम्म हामी प्रभावशाली हुँदैनौँ। तबसम्म हाम्रो जीवन कदापि पनि एउटा प्रभावशाली प्रार्थना हुँदैन। प्रभावशाली हाम्रो जीवनबाट प्रभुलाई दिनुपर्ने श्रेयहरू हुँदैन। अनि हामी चाहिँ प्रभावशाली जीवन जिउनको लागि चाहिँ भित्रीय मनको आत्मामा चाहिँ नयाँ भएर जिउनु पर्दछ। एफएसीका मण्डलीहरूलाई पावलको भनाइ छ। आज हाम्रो यहाँ भएका मण्डलीलाई पनि आज यो एउटा हुन सक्छ। एकदमै राम्रो आशिषित मण्डली है, एकदमै आशिषित मण्डली मलाई लाग्यो। यहाँनिर धेरै मलाई आशिष भयो। यहाँनिर आराधना गर्दै गर्दा, प्रभुको महिमा गर्दै गर्दा धेरै स्वर्गले छुइरहेको मैले अनुभव गरेँ। हालेलुया। स्वर्गले छुइरहेको मैले अनुभव गरिरहेको थिएँ। स्वर्ग उत्रेर आएको अनुभव गरिरहेको थिएँ। तेस्रो स्वर्गसम्म पुगेको एउटा आराधनाको अनुभव भइरहेको थियो। हालेलुया। अनि भित्रीय तपाईँ र मेरो जीवनमा चाहिँ नयाँ हुन पर्दछ। अनि तेस्रो कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ हामी चाहिँ आफ्नै कुरामा मात्र होइन, तेस्रो चाहिँ अरूको कुरामा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। तेस्रो कुरा चाहिँ जसले आफ्नै कुरामा मात्रै जिद्दी गर्दछ ऊ प्रभावशाली हुन सक्दैन। जसले चाहिँ आफ्नै कुरालाई मात्रै प्राथमिकता दिन्छ, अरूको कुरालाई ध्यान दिँदैन, हो चाहिँ प्रभावशाली बन्न सक्दैन। यदि तपाईँ र म प्रभावशाली बन्ने हो भने हाम्रो जीवन चाहिँ आज अरूको कुराहरूमा पनि, अरूको सरसल्लाहमा पनि हामी सहभागी हुनुपर्दछ। हालेलुया, हालेलुया, हालेलुया। जब फिलिप्पी 2:4 पदलाई तपाईँ र मैले हेर्छौँ भने त्यहाँ हामीले पाउँदछौँ। चौथो कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ हर समय प्रार्थना गरेर हामी प्रभावशाली हुन सक्छौँ। तपाईँको छेउको साथीलाई भन्नुहोस्, तपाईँ प्रभावशाली हुनु हो भने तपाईँ हर समय प्रार्थना गर्नुहोस्। आमेन, आमेन, जोडले भनौँ आमेन। हामी चाहिँ हर समय जब प्रार्थना गर्छौँ नि तब हाम्रो जीवन चाहिँ प्रभावशाली भएर जान थाल्दछ।
अनि यो प्रार्थना चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ हृदयबाटको प्रार्थना। परमेश्वरले यस्तो प्रार्थना चाहनुहुन्छ, हृदयबाटको प्रार्थना परमेश्वरले चाहनुहुन्छ, आत्मामा भएर गरेको प्रार्थना उहाँले चाहनुहुन्छ। तब मात्रै हाम्रो जीवन चाहिँ एउटा प्रभावशाली भएर जान्छ। एफिसी 6:18 जब तपाईँ र मैले हेर्छौँ भने, एफिसी 6:18 जब तपाईँ र मैले हेर्छौँ भनेदेखि त्यहाँ तपाईँ र मैले पाउँदछौँ। के पाउँछौँ भन्दाखेरि चाहिँ म पढिदिन चाहन्छु। यहाँ यसरी भनिएको छ, सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा भएर सबै सन्तहरूको निम्ति प्रार्थना गरिरहौ। आमेन, आमेन। अनि हामी चाहिँ प्रभावशाली हुनु भने चाहिँ हाम्रो जीवन चाहिँ एउटा प्रार्थनाको जीवन हुनुपर्छ। आमेन, आमेन, हालेलुया। अनि एक इसाईले जब प्रार्थना गर्न थाल्दछ ऊ चाहिँ प्रभावशाली हुन थाल्दछ। अनि प्रार्थनाले चाहिँ यति साह्रो शक्ति हाम्रो जीवनमा ल्याउँदछ। प्रार्थनाले चाहिँ यति साह्रो उत्तरहरू लिएर आउँदछ। प्रार्थनाले चाहिँ तपाईँ र मलाई चाहिँ यति साह्रो प्रभावशाली बनाउँदछ। अनि आज यो प्रार्थना गर्नको लागि हामीलाई धेरै गाह्रो पर्छ, अल्छी लगाइदिन्छ, अनि निराश लगाइदिन्छ, लाचार बनाइदिन्छ। त्यो प्रार्थनाले चाहिँ परमेश्वरसँगको एउटा कनेक्ट चाहिँ आज शैतानले चाहिँ हामीलाई बन्न दिँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एफिसी 6:18 चाहिँ भन्दछ कि के भन्दैछ भन्दाखेरि चाहिँ आत्मामा भएर, पवित्र आत्मामा भएर प्रार्थना गर्नुपर्ने कुरा। हामी प्रार्थनाको विषय हेर्दै गर्दाखेरि धेरै हामी पाउँछौँ। यो मेरो धेरै बाइबल स्कुलमा इन्डियामा म टिचिङ गर्छु। मेरो 5-6वटा सब्जेक्ट छ अनि त्यो मध्येमा चाहिँ मलाई प्रार्थना साह्रै मनपर्छ। अनि म आफै पनि धेरै मैले त्यो भ्रमण गरेको होइन, धेरै प्रार्थनाको समय बिताइरहेको कारणले गर्दा मलाई प्रार्थनाको विषय बोल्नु मनपर्छ। 12 चेलाहरूलाई प्रभु हामीलाई धन दौलत दिनुहोस्, घर गाडी घोडा दिनुहोस् कदापि भनेन। 12 चेलाहरूले यसो भने, प्रभु हामीले कसरी प्रार्थना गर्नुपर्ने हामीलाई सिकाउनुहोस्। कस्तो मजाको कुरा यसोका चेलाहरूको। जब हामी सुलेमान राजाले भनेको कुराहरू पनि हामी गर्छौँ, मलाई ज्ञान बुद्धि र विद्या मलाई दिनुहोस्। त्यही कुराहरू लिएर आज सुलेमान राजाले कति शक्तिशाली काम गरेको हामी देख्छौँ। मोसालाई हेर्छौँ भनेदेखि प्रभु मैले कसरी गहिरो तरिकाले तपाईँलाई चिन्न सक्छु, मलाई सिकाउनुहोस् भनेको छ। हालेलुया। अनि आज हामी यहाँ भएको समुदायहरूको प्रार्थना कस्तो छ यति बेला? दानियल राजा सिंहको खोरमा पस्न आउँदा है, समस्या आउन आँट्दा उसले चाहिँ धेरै समय उपवास र प्रार्थना। दानियल 6:10 भनेको छ, पूर्वपट्टि माथिल्लो कौशीमा गएर पूर्वपट्टि फर्केको झ्यालमा चुनी चाहिँ बसेर दिनमा 3 चोटि चाहिँ घुँडा टेकेर प्रार्थना गर्नु। हालेलुया। अनि उनको प्रार्थनाले चाहिँ उनले चाहिँ विजय पाएका छन्। स्वर्गदूतहरूले सिंहको मुखलाई थुनेर पनि रातभर सिंहको ढाडमा ढल्केर सुतिरहेको छ। हालेलुया। बडो मजाको कुरा पाउँछौँ। भजन सङ्ग्रह 119 164 दाउदले त दिनमा 7 चोटि प्रभुको महिमा प्रशंसा गरेको कुराहरू छ। अनि आज हामीले परमेश्वरलाई कसरी महिमा गर्छौँ, हामीले परमेश्वरलाई कसरी प्रार्थना गर्दछौँ। अनि आज यहाँ आराधना गर्ने कोहीहरूले धेरै प्रार्थना गर्नु हुँदो रहेछ भन्ने कुरा चाहिँ म त्यहाँ आराधना गर्दै गर्दा मैले थाहा पाएँ। जुन वर्शिप टिमहरूले चाहिँ प्रार्थनाको जीवन बिताउन थाल्दछ, मण्डलीलाई प्रभुको आत्माले छुँदछ। हालेलुया। जुन वर्शिप टिमहरूले चाहिँ बिना प्रार्थनामा वर्शिप चाहिँ परफर्मेन्स मात्रै गर्दछ भने त्यो चाहिँ देखावटी मात्र हुन्छ, परमेश्वरको केही छ हुँदैन। अनि म खुद पनि एउटा आराधक भएको कारणले आराधना चाहिँ आत्मामा भएको मनपर्छ। अनि आत्मामा भएको आराधनाले चाहिँ छुटकारा ल्याउँछ। आमेन। प्रभुको जिउँदो उपस्थिति ल्याउँदछ, प्रभुको जिउँदो उपस्थिति ल्याउँदछ। अनि सबै जुवाहरू तोडिन्दछ, रोग र बिमारहरू निको हुँदछ। हालेलुया। प्रभुको महिमा होस्। जब हामी तपाईँले आत्मामा भएर प्रार्थना गर्दछौँ, परमेश्वरले हाम्रो जीवनमा शक्तिशाली काम गर्नुहुँदछ। आज तपाईँ अप्ठ्यारोबाट जाँदै हुनुहुन्छ, तपाईँ कुनै कष्टबाट जाँदै हुनुहुन्छ, कुनै परिस्थितिबाट तपाईँ जाँदै हुनुहुन्छ, प्रार्थना गर्नुहोस्। प्रार्थनामा सबै कुरो उत्तर हामीले पाउन सक्छौँ। आज कोही प्रभुमा म प्रभावशाली हुन सकेको छुइनँ भनेर तपाईँ यदि भन्दै हुनुहुन्छ भने तपाईँ प्रार्थना गर्नुहोस्। जब योएल 2:12 हामी त्यहाँ देख्छौँ, योएलले के भन्दछन्? विलाप गर्दै रुँदै कराउँदै मतिर फर्क,
अनि तिमीहरूको उपवास चाहिँ लुगा फटाउने होइन, हृदय फटाउने उपवास। हालेलुया, हालेलुया। धेरै समय पछाडि हाम्रो गुरुबार हाम्रो ग्याप भयो, बिचमा हाम्रो भेटेन, तर उहाँले त्यत्रो ठुलो परिश्रम गरेर काम गरेर प्रभुको मण्डली निर्माण गर्न सक्नुभएको हाम्रो गुरुबारबाट देखेर म त इन्डियामा गएर मैले त्यो समय बताएँ। त्यो समय अगाडि उहाँहरू सँगै सेवक, हाम्रो गुरुबाहरूसँग सेवका थिए, तर उहाँको यति ठुलो मण्डली, यति राम्रो सुन्दर आशिषित मण्डली निर्माण भइसकेको रहेछ भन्ने कुरो त्यति बेला थाहा पाएँ। अनि आज परमेश्वरले यति शक्तिशाली रूपमा उहाँको जीवनबाट मैले सिकेको छु। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ उहाँले जब बाइबल स्कुलमा एउटा प्रिन्सिपल गर्दै गर्दा चाहिँ उहाँको जीवनमा चाहिँ मैले एउटा कुरो देखेको चाहिँ प्रार्थनाको जीवन। प्रार्थनाको जीवन, उहाँको भोर बिहान हुनुभन्दा अगाडि उहाँको प्रार्थना हुन्थ्यो। उहाँ प्रार्थना गर्दै गर्दै माथिबाट तल हाम्रो रुमसम्म उहाँ प्रार्थना गर्दै आउनुहुन्थ्यो। अनि त्यो प्रार्थना चाहिँ मैले पनि सिकेँ, अनि त्यसरी मैले पनि प्रार्थना गर्न थालेँ। आजसम्म पनि म बिहानको 3 बजी प्रार्थना गरिरहेको छु। हालेलुया। अनि उहाँले त्यो प्रार्थना, जुन प्रार्थना गर्नुभयो, त्यो प्रार्थनाले चाहिँ उहाँलाई प्रभावशाली बनाएर लग्यो। हालेलुया, हालेलुया। अनि उहाँको प्रार्थनाले, उहाँहरूको शिक्षाले आज इन्डियासम्म बिउ रोप्यो। आमेन। हालेलुया। यो बिउहरू चाहिँ बढ्यो, यो बिउहरू चाहिँ बस्दै गयो। हालेलुया, हालेलुया। हामीले कसैबाट प्रभावशाली हुनु भने कसैबाट सिक्न पनि जरुरी छ। हालेलुया। र प्रार्थना चाहिँ यस्तो चिज हो हाम्रो जीवनमा नगरी नहुने चिज। खाँदा, सुत्दा, उड्दा, बस्दा, हिँड्दा सबै समय हामी प्रार्थना गरेर हिँड्छौँ। इभन हामी तपाईँ यात्रामा हुने बेलामा पनि हामी प्रार्थना गर्छौँ। एकजनाले यसरी प्रार्थना गरेछ, प्रभु अब म यात्रामा सुरु भएको छ, मेरो यात्रा सुरु भयो, अब तपाईँ चाहिँ इन्जिनमा बसिदिनुहोस्, यो गाडीको चालकसँग र इन्जिनभित्र बसिदिनुहोस्। इन्जिनमा प्रभु बस्न पेलेर मर्नुहुन्छ, होइन र? हाम्रो प्रार्थनाहरू धेरैचोटि बदलाउनु पर्ने पनि हुन्छ। प्रभु अब म सेवा चाहँदैछु, यहाँ कुखुरा बाख्राहरू सबै तपाईँले रक्षा गरिदिनुहोस् भन्छ हामी धेरैचोटि, है? तर हाम्रो प्रार्थनाहरू धेरैचोटि चाहिँ हामीले बदलाउनु पर्ने हुन्छ। सबै तपाईँले दिनुभएको सबै सुरक्षा चाहिँ तपाईँबाट हुन्छ भनेर चाहिँ हामी चाहिँ प्रार्थनामा भन्नु पर्यो। हाम्रो परमेश्वर चाहिँ हाम्रो सुरक्षाको परमेश्वर हुनुहुन्छ र हामीले चाहिँ एकचोटि प्रार्थना गरे पश्चात परमेश्वरले त्यो कुरोलाई सुन्नुहुन्छ। आमेन, आमेन, हालेलुया। अनि यहाँनिर दानिएलले 21 दिनदेखि उपवास बसेर गरेको प्रार्थनालाई परमेश्वरले सुन्नुभयो। अनि दानिएलको प्रार्थनालाई सुनेर परमेश्वरले उत्तर दिनुभएको कुराहरू हामी पाउँछौँ। अनि शक्तिशाली रूपमा प्रभुले काम गर्नुभएको कुराहरू हामी पाउँछौँ। अनि पाँचौँ नम्बर चाहिँ दिनरात उहाँकै व्यवस्थामा ध्यान दिनुपर्छ। यदि प्रभावशाली तपाईँ अनि म हुने हो भने चाहिँ हाम्रो दिनरात ध्यान मन चाहिँ परमेश्वर तर्फ नै हुनुपर्छ। हालेलुया, हालेलुया। जब हामी भजन सङ्ग्रह 1 नम्बरको 2 क खण्डमा हामीले पाउँछौँ, त्यहाँनिर के पाउँछौँ भन्दा चाहिँ दिनरात उहाँकै व्यवस्थामा ध्यान दिनुपर्छ। हामी त्यो कुराहरू त्यहाँनिर पाउँदैछौँ। अनि त्यो व्यवस्थामा ध्यान दिने मानिसहरूको चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ खोलाको किनारमा रोपेको बोट जस्तै हुँदो रहेछ। खोलाको किनारमा रोपेको एउटा बोट कहिले सुकेको देख्नु भएको छ? खोलाको किनारमा रोपेको बोट चाहिँ कहिले पहेँलो भएको देख्नु भएको छैन? हुँदैन, किनभने त्यसलाई सिँचाइ पुगिरहेको हुन्छ, मलजल पुगिरहेको हुन्छ। अनि एक इसाई जब प्रभावशाली हुँदै जान्छ भने उसको जीवन चाहिँ प्रत्येक दिन प्रार्थनाको जीवन, बाइबल अध्ययनको जीवन, उसको जीवन चाहिँ उपवासको जीवन हुँदै जान्छ भने त्यो खोलाको किनारमा रोपेको एउटा बोट जस्तै त्यो विश्वासीको जीवन हुन्छ। आमेन। जब तपाईँ र मैले चाहिँ प्रार्थना गर्न थाल्दछौँ, जब तपाईँ र म चाहिँ उपवास बस्न थाल्दछौँ, जब तपाईँ र म चाहिँ परमेश्वरसँगको एउटा घनिष्ठता समय बिताउन थाल्दछौँ, परमेश्वर त्यति बेला हामीसँग बोल्नुहुन्छ र हामीलाई चाहिँ परमेश्वरले त्यति बेला प्रभावशाली बनाउनुहुन्छ। आमेन। अनि अर्को कुरो चाहिँ मैले
के सिक्दै थियो भनेदेखि त्यो समय आजभन्दा 27 वर्ष अगाडि एउटा क्वाइट टाइम भन्ने कुराहरू हाम्रो गुरुबाहरूबाट मैले सिक्दै थिएँ। अनि एउटा शान्त समय चाहिँ कति महत्त्वपूर्ण रहेछ। जब भजन सङ्घ 46 को 10 पदमा मौन बस मै परमप्रभु हुँ भनेर तैँले जान्नेछस्। एउटा इसाई जीवनको आचरण चाहिँ मौनताबाट पनि सुरु हुँदछ। एउटा प्रभावशाली जीवन जिउनु हो भने चाहिँ हामी एउटा परमेश्वरमा चाहिँ उहाँको आवाजलाई सुन्नु पनि अत्यन्तै महत्त्वपूर्ण हुँदो रहेछ। हालेलुया। अनि त्यति बेला हामी पाउँदछौँ एउटा पदमा, जब मर्कुस 1 को 35 मा हामी पाउँछौँ, उहाँ चाहिँ घोर हुनुभन्दा अगाडि चाहिँ उहाँ चाहिँ एकान्त जग्गामा गएर चाहिँ पितासँग समय बिताउनु भयो भनेको छ। उहाँ चाहिँ एकान्त समय, मर्कुस 1 को 35 मा तपाईँलाई मैले पाउँछु, उहाँ चाहिँ एकदमै घोर हुनुभन्दा, बिहान हुनुभन्दा अगाडि उहाँ चाहिँ गएर चाहिँ एकान्त समय पितासँग समय बिताउनु भएको कुराहरू हामी पाउँछौँ। हालेलुया। अनि एकान्त समयले चाहिँ यस्तो साह्रो एउटा इसाई, एउटा विश्वासी जीवनको आत्मिक एउटा म्याचुर परिपक्व बनाउँछ। अनि एकान्त समयले चाहिँ एउटा विश्वासी जीवनको हृदय चाहिँ यति साह्रो परिपक्व बनाउँदछ, आत्मामा चाहिँ यति साह्रो परिपक्व भएर जाँदछ। अनि एकान्त समय भन्दै गर्दाखेरि मलाई एउटा पन्छीको याद आउँछ। त्यो पन्छी चाहिँ यस्तो, सबै पन्छी भन्दा धेरै पन्छीहरू चाहिँ ग्रुप छ भने मात्रै धेरै माथि उडेर जान्छ, तर एकलाई चाहिँ साधारण पन्छीहरू जान सक्दैन। तर एउटा चिल यस्तो हो जो चाहिँ एक्लै पनि ऊ चाहिँ धेरै माथिसम्म उडेर जान सक्छ। हालेलुया। अनि त्यहाँ हामी देख्छौँ त्यो चिल 50 देखि लिएर 70 वर्षसम्म उसको आयु हुँदो रहेछ। अनि त्यो चिल चाहिँ यस्तो समय आउँदो रहेछ 30 देखि 40 सालको उमेरमा, हेर्नुहोस् है, 30 देखि 40 सालको उमेरमा चाहिँ त्यो चिलको चाहिँ एउटा समय आउँदो रहेछ। ऊ चाहिँ एकदमै पहाडको चोटी भनेको चाहिँ एकदमै एकान्त जग्गा, ओडार भनौँ, त्यस्तो जग्गामा गएर त्यो चिलले चाहिँ 3 देखि 6 महिना चाहिँ यति साह्रो मौनताको समय बिताउँदो रहेछ। अनि त्यो समय चाहिँ त्यो चिलले चाहिँ के गर्दो रहेछ भन्दाखेरि चाहिँ आफ्नो नङ्ग्राहरू फ्लेक्सिबल भइसकेको हुन्छ, उसले कुनै शिकार पक्रिन सक्दैन, उसको सबै नङहरू निस्केको हुन्छ। त्यसलाई अझै उसले चाहिँ ढुङ्गामा हिर्काउँदो रहेछ। अनि त्यसै त उसको शरीर चाहिँ यति साह्रो बुढो भइसकेको हुन्छ, उसको जुन चाहिँ ठुँड पनि काम नलाग्ने भइसकेको हुन्छ। अनि त्यो पहाडको एउटा चोटी, एउटा यस्तो जग्गामा गएर चाहिँ उसले चाहिँ समय बिताउँछ 3 देखि 6 महिनासम्म। ऊ उड्दैन। उसले चाहिँ त्यति बेला चाहिँ आफ्नो जुन चाहिँ चुच्चो पनि उसले ढुङ्गामा हिर्काउँछ, पुरा हिर्काउँछ, त्यहाँबाट खुन निस्किँदछ। अनि अर्को कुरो चाहिँ उसले चाहिँ त्यो खुट्टाको पन्जाहरू पनि यति साह्रो भुइँमा फ्याँक्दछ। अनि त्यस पछाडि चाहिँ त्यो चिलले चाहिँ अर्को कुरो चाहिँ के गर्दछ भन्दाखेरि चाहिँ अनि 3 महिना बितेपछि चाहिँ उसको चाहिँ चुच्चोमा चाहिँ नयाँ चुच्चो निस्किँदै गरेको हुन्छ। पुरानो जुन चाहिँ उसको ठुड थियो त्यो चाहिँ सबै उसको त्यहाँ हिर्काएर उसले भत्काएर पठाउँदछ। अनि त्यहाँबाट चाहिँ नयाँ सुरुवात हुँदछ। अनि उसको हात खुट्टाको पन्जाहरू पनि नयाँ भएर निस्कन थाल्दछ। अनि 3 देखि 6 महिनाभित्र त्यो चिलको चाहिँ पुरै रम रूपै नयाँ भएर आउँदछ। अनि उसले चाहिँ त्यो निस्केको नयाँ जुन चाहिँ पुरानो चुच्चोले पनि उसले त्यो शरीरका सम्पूर्ण रौँहरू चाहिँ उसले ठुँगेर निकाल्छ। अनि उसको चाहिँ सबै खुन हुन्छ। अनि उसको एउटै निर्णय गरेको हुन्छ कि म मर्छु कि चाहिँ म नयाँ भएर जिउनेछु। उसको एउटा दुईवटा उसको यसरी निर्णय हुन्छ। अनि ऊ चाहिँ 3 देखि 6 महिनासम्म कम्प्लिट नयाँ भएर निस्किँदछ। अनि त्यहाँदेखि चाहिँ ऊ चाहिँ फेरि पहिलाको जस्तै शिकारहरू गर्न थाल्छ। सेम अझ एउटा इसाई जीवन प्रभावशाली हुनु भने परमेश्वरसँग समय बिताउनुपर्छ। हामीले आज कसरी परमेश्वरसँग समय बिताइरहेको छ? हाम्रो पहिलो प्रायोरिटी कुन भएको छ? हजुर, हामीले पहिलो स्थान कसलाई दिएका छौँ? हामीले पहिलो स्थान प्रभु बनाएका छौँ या हाम्रो कामहरू या हाम्रो अरू थोकहरू छ? आज जसले पनि पहिलो स्थान चाहिँ अरू थोकहरू बनाइरहेका छौँ भनेदेखि हामी कदापि पनि प्रभावशाली हुन सक्दैन। त्यो चिलको जस्तो नयाँ कुराहरू हाम्रो जीवनमा देखिँदैन। जब त्यो चिलले चाहिँ जब 3 देखि 6 महिनासम्म चाहिँ
ओडारमा पहाडमा कहीँ कोही पनि नपुग्ने जग्गामा गएर चाहिँ उसले चाहिँ समय आर्जन गर्न थाल्दछ। उसको शरीर चाहिँ नयाँ भएर आउँछ देख्दछ। अनि हामी तपाईँ पनि आज एकान्त समय अलग्गै जग्गामा गएर तपाईँ र मैले चाहिँ समय पवित्र आत्मा परमेश्वरसँग जब तपाईँ र मैले बिताउन थाल्दछौँ हाम्रो जीवनमा पवित्र आत्मा परमेश्वरले केही न केही नयाँ कुरा हालेलुया हालेलुया। धेरै समय उपवास बस्दै प्रार्थना गर्दै पश्चाताप गर्दै परमेश्वर नोआको विषयमा धेरै